हामी आउने क्रममा त्यस्तै हाफ छुट्टी भइसकेपछि हाफ छुट्टीमा जो पार्टी आए पनि राजनीतिक कार्यक्रममा गएर भाषण सुन्ने यस्तो गर्ने केही गर्नु हुँदैन है ओके भन रामसँग पढ्ने बरु म अहिले मिल्यो भने आधा जसो गरेन नि आयो सबै क्लासमा जाऊ यस कार्यक्रमका सभाध्यक्ष अमर सुनार सर हुनुहुन्छ यसै वडा नम्बर 8 का हुनुहुन्छ कृपया अगाडि आउनुहोला अमर सुनार सर त्यसै गरी आजका अतिथिहरू हुनुहुन्छ ढोलपाटनमा हिउँ पर्यो सेराबानमा पानी मयाली ढोलपाटनमा हिउँ पर्यो सेराबानमा पानी मयाली जो आए नि फेरिएन हाम्रो जिन्दगानी मयाली कति राम्रो स्वर धेरै भयो हामीले धेरैलाई धेरै पटक भोट हाल्यौं हाम्रा दाइभाइहरू हाम्रा दाजुभाइहरू धेरैजना मान्छेहरूलाई लिएर आए गाउँमा याभन्दा पहिला पनि कामजाम सहित धेरैजना ठुल्ठुलो गाडीहरू आयो भर्खरका ठुल्ठुला पाखुरा भएका दाजुभाइहरू तपाईकै छिमेकीका भाइ छोराले पनि ल फलानुलाई भोट हाल्नु है सबै कुरा ठिकठाक हुन्छ भनेर चिनाए तपाईले विश्वास पनि गर्नुभयो तर यही बाटो सर र धोरपाटनमा मान्छे जान्छ यो गाउँमा झरेर एक गिलास चिया खान्न एक गिलास पानी खान्न उलाई धोरपाटन नै गएर हिउँमा फोटो खिच्न हतार हुन्छ हामीले किन यो ढोरपाटनमा नजिकै रहेको यो गाउँमा ढोरपाटन जाने हिउँ खेल्न जाने शिकार खेल्न जाने मान्छेलाई एकैछिन बसेर चिया खाएर एकैछिन बसेर एउटा लोकल कुखुराको मासु खाएर एकैछिन बसेर एउटा गीत सुनाएर एकैछिन बसेर यो गाउँ डुलेर जाने वातावरण बनाउन किन सकेका छैनौं किन आज पनि हामीले ओडेको छोरी मैलो छ किन आज पनि हाम्रो छोराछोरीले एसएलसी पास नगर्दै पासपोर्ट बनाइसक्छन् किन एउटा सानो कागज पत्र बनाउन तल पूर्तिबाङ झर्दा पनि कोही मान्छे चिनेको भयो भने सजिलो हुन्छ नभए अप्ठ्यारो हुन्छ यी सबै प्रश्नहरूको जवाफ हामीले यसअघि कहिले पनि सोधेनौं कसैले चिनाइदिए तपाईलाई गाउँको मान्छे सर कोही नेताको पछि लाएर आयो ल भाइले भनेपछि ठिकै होला छोराले भनेपछि ठिकै होला बुढोले तेमा हाल भनेका छन् ठिकै होला कतिपयलाई त अझ किन भोट हाल्ने भन्ने थाहा पनि छैन आमाहरुलाई एउटाले जिप पठाइदियो भोट हाल्नलाई मैले जिप पठाइदिएको छु त्यहाँ खाने व्यवस्था पनि गरिदिएको छु सर आउनु भोट हाल्नु जानु भन्यो जाँदा जाँदै आफ्नो नाममा अर्कैले अर्कै ठाउँमा भोट हाल्दियो कसले जिते के गरे कहाँ गए के खाए भन्ने केही थाहै भएन कम्तीमा पनि अहिले तपाईको जान्ने पढे लेखेको दुई अक्षर चिनेको फेसबुक चलाएको मोबाइल चलाएको अमर सुनार भाइहरुले अब हिजो अस्ति नआएका प्रकाश सपुतहरुलाई सोम शर्माहरुलाई गंगा छन्तालहरुलाई लिएर आएका छन् यिनीहरु हिजो आथे त हामी आथ्यौं त हिजो भोट माग्न आथ्यौं हिजो भाइहरुले अमर सुनार भाइहरुले नयाँ टोलीलाई केही गर्छन् कि भनेर लिएर आएका थिएनन् सधैँ आइरहने मान्छेहरु सधैँ धाइरहने मान्छेहरु सधैँ जसलाई भोट हाल्यौं तिनै मान्छेहरु ठ्याक्क चुनावमा आएको थियो तर यसपालि चाहिँ हामी पहिलो पटक तपाईहरुको गाउँमा आएका छौं अब मूल नै राम्रो भयो भने तल आउने पानी राम्रो हुन्छ माथि पुल नै धमिलो छ मूलमै समस्या छ भने तल आउने पानी पनि मिठो हुँदैन राम्रो हुँदैन त्यही भएर यसपालि हामीले पहिला माथि मूल सफा गर्नुपर्ने छ काठमाडौँमा धेरै गन्जागोल छ सिंहदरबार बिग्रिसकेको छ त्यहाँ पुगेर कुर्सीमा बस्नेहरु बिग्रिसकेका छन् खाइसकेका छन् तपाई हाम्रो भाग तपाई हाम्रो अधिकार तपाई हाम्रो पैसो तपाई हाम्रो बजेट उतै अल्मलिएको छ उतै अल्झिएको छ अब त्यसलाई खोसेर त्यसलाई यो बोबाङको भाग शेराबाङको भाग तिमीहरुले खान मिल्दैन त्यहीका जनतालाई पुर्याउनु पर्छ धेरै थोरै जति होला हाम्रो देश त्यस्तो धुमधाम धनी देश पनि होइन तर जुन अहिले गाह्रो सारो छ त्यस्तो सारै गरिब देश पनि होइन यहीको तामा खानी यहीको फलाम खानी यहीको ढोरपाटनलाई अलि राम्रो बनाउन सकियो अलि धेरै मान्छेहरु विदेशीहरु यहाँ आए भने माथि ढोरपाटनमा
पर्यटनहरू आउँदाखेरि यसो यहाँसम्म त्यहाँ राम्रो होटल नभएर यहाँसम्म बनाउन पाइयो भने पनि कम्तीमा एक रात यहाँ बसेर त्यहाँ जाने वातावरण भयो भने यहीँका युवाहरूले रोजगार पाउँथ्यो होला, हाम्रै गाउँ बन्थ्यो होला, हाम्रै स्कुल बनाउन पाए, हाम्रै छोराछोरीलाई पढाउन राम्रो स्कुलमा पढाउन पाए कति राम्रो हुन्थ्यो होला। यी सबै कुराहरू हाम्रो भागमा नलेखेको होइन, हाम्रो भाग्यमा नलेखेको होइन, लेखिएको छ, सरकारले लेखेको छ, संविधानमा लेखेका छ। पहिला पहिला तपाईहरुले जुन जुन पार्टीहरूलाई भोट दिनुभयो ती पार्टीहरूले लेखे, कागजमा चाहिँ लेखे, संविधानमा चाहिँ लेखे, व्यवस्थामा चाहिँ लेखे, तर कागजमा भएको कुरा हामीसम्म आइपुगेन, बाटैमा चुइयो। मासु लिन पठाएको मान्छेले बाटैमा पोलेर खायो भने जस्तो भयो। त्यही भएर त्यो त्यहाँको बजेट काठमाडौँलाई यहाँसम्म कसरी ल्याउन सकिन्छ भनेर अहिलेको इमानदार युवाहरू उठ्नु भएको छ। रवि बालेनको साथमा हामीहरू लागेका छौँ। सोम शर्मा जो चाहिँ काठमाडौँको यो आन्दोलनमा उहाँकै काखमा एउटा हामी जस्तै युवाको, हाम्रो अमर सुनार जस्तै युवाको मृत्यु भएको छ। त्यो पीडा बोकेर उहाँ गाउँ छिर्नु भएको छ। कहाँ जान्छस् भन्दा म बागलुङ जान्छु, बागलुङको कहाँ जान्छस् भन्दा 2 नम्बरमा जान्छु, त्यहाँ चाहिँ धेरै काम गर्नुपर्ने छ भनेर उहाँ आउनु भएको छ। यहाँ त झन् म यही बागलुङ क्षेत्र नम्बर 1 को मान्छे, म दलित समुदायमा जन्मेको मान्छे, मेरो नाम प्रकाश विश्वकर्मा, म एउटा दलित समुदायको छोरो। यो क्षेत्रमा अझै बढी दलित समुदायहरू भएको हुनाले त्यहाँ जानुपर्छ, पीडा बोक्नुपर्छ। मैले गर्न सक्छु, एकदमै धुन्दा नै परिवर्तन गर्छु भन्ने त होइन, तर म गएर काठमाडौँ गएर मलाई हेरिरहँदाखेरि चाहिँ मैले त्यहाँ बुर्तिबाङमा गएर, बोबाङमा गएर, तमान खोलामा गएर यस्तो यस्तो बोलेर आएको छु, यस्तो यस्तो भनेर आएको छु। तिनीहरूले मलाई छोड्दैनन्, तिनीहरूले मेरो फेसबुक हेरेका छन्, टिकटक हेरेका छन्, गीत हेरेका छन्। तिनीहरूको लागि मैले बोल्नुपर्छ है, गर्नुपर्छ है भनेर एउटा इमानदार साथ भोलि संसद भवनमा, संसदहरूको अगाडि, प्रधानमन्त्रीको अगाडि, मन्त्रीको अगाडि मैले यहाँका कुराहरू राख्नेछु। सोमजीलाई पनि तपाईँले बिर्सिनु होला है, तपाईँहरू म सँगै गएको, फोटो छ, भिडियो छ भनेर मैले यहाँको फोटो भिडियो उहाँलाई रात दिन देखाउँछु र उहाँलाई टर्चर दिन्छु। म चाहिँ तपाईँले यहाँ बिर्सिनु हुँदैन भने मलाई थाहा छ यहाँ अलि बढी भेदभावको समस्या छ, हाम्रा छोराछोरीले पढ्न पाएका छैनन्। अब हामीले छोइछिटो नगर, भेदभाव नगर भनेर नहुने रहेछ, त्यति मात्रै भनेर नहुने रहेछ। हामीले छोराछोरीले राम्रो पढ्न पाइयो, पढाउन पाइयो भने, तिनीहरूले राम्रो राम्रो ठाउँहरूमा प्रतिस्पर्धा गर्न पाए भने, राम्रो बैंकमा जागिर खान पाए भने, राम्रो कर्मचारी बन्न पाए भने, राम्रो नेता बन्न पाए भने, डाक्टर बन्न पाए भने कसैले पनि विभेद गर्दैन। एउटा डाक्टरले उपचार गर्दाखेरि त कुन जातको डाक्टर हो भनेर त सोध्दैन नि, एउटा इन्जिनियरले बाटो नाप्दाखेरि त कुन जातको इन्जिनियर हो भनेर त सोध्दैन नि। त्यही भएर हामीले अबको परिवर्तन भनेको हाम्रा छोराछोरीलाई राम्रो शिक्षा दिने, डाक्टर बनाउने, इन्जिनियर बनाउने, पाइलट बनाउने, कर्मचारी बनाउने, कलाकार बनाउने, यो देशका सबै मान्छेहरूसँग प्रतिस्पर्धा गर्यो भने मात्रै यो जातभात भन्ने कुरा पनि बिस्तारै कम हुँदै जान्छ भन्ने मलाई विश्वास छ। त्यसैले पहिलो पटक गीत गाउन छोडेर म पहिला आउँदाखेरि मलाई एकजना तल बुर्तिबाङमा जाँदाखेरि एकजना दाइले भन्नुभयो, तपाईँ पहिला आउँदाखेरि 15,000 मान्छे आएका थिए, अहिले कोही पनि आएनन् भनेर भन्नुभयो। हो, म अहिले थोरैजनामा पुग्छु, तर मान्छेहरूलाई भन्छु अब परिवर्तन जरुरी छ। अब एकचोटि नयाँलाई हेर्न जरुरी छ, एकचोटि घन्टीमा भोट हाल्न जरुरी छ। एकचोटि तपाईँहरूभन्दा पहिला पुराना पाका मान्छेलाई धेरै सुन्नुभयो। अब अमर सुनार जस्तो सानो युवा भाइ बहिनीहरूलाई सुन्नु होला। आफ्नो घरको 18, 20, 22, 25 वर्ष जसले चाहिँ फोन हेरेको छ, इन्टरनेट हेरेको छ, अमेरिकामा के हुन्छ, भारतमा के हुन्छ, अस्ट्रेलियामा के हुन्छ हेरेको छ, अब कस्तो हुनुपर्छ हाम्रो देश भनेर बुझेका छन्। ती भाइ बहिनीहरूलाई भोट हाल्न जानु अगाडि कता हालम त नि छोरो, कता हालम त नि छोरी, तिमीले त 2-4 कक्षा पढ्या छौ, कता हाल्दा ठिक होला भनेर एक पटक तपाईँले पहिला आमालाई सोध्नुभयो, बालाई सोध्नुभयो, बुढाबुढीलाई सोध्नुभयो, अन्त हाल्यो भने पाप लाउँछ कि भनेर सोच्नुभयो। अब चाहिँ आफ्नो भाइ बहिनीहरूलाई, छोराछोरीहरूलाई जो 18, 20, 25 वर्षका छन् तिनीहरूलाई सोधेर मात्रै भोट हाल्नु होला र तिनीहरूले मलाई विश्वास छ भन्ने छन्। अब यो देश चाहिँ परिवर्तनको खाँचो छ, एक पटक तिलाई विचार गरौँ भनेर ती भाइ बहिनीहरूले भन्ने छन्। यति भन्दै फेरि पनि यो ढोरपाटनमा म मजाले घुम्न पनि पाएको छैन। मोहन थापा दाइ र म अहिले पुगेर आउने कि भन्ने सल्लाह पनि गर्दैछु। अर्कोचोटि आउँदाखेरि एक रात फेरि हेसेराबाडमा बोबाङमा बस्ने बाचा गर्दै फेरि पनि तपाईँलाई घन्टीमा भोट हाल्न आह्वान गर्न चाहन्छु। थ्याङ्क यू सो मच। धन्यवाद। प्रतिनिधि सभा समानुपातिक उम्मेदवार प्रकाश सपुटको भनाइमा तपाईहरु कतिको समर हुनुहुन्छ? यदि समर हुनुहुन्छ भने जोरदार सबैले ताली बजाइदिनु होला। धन्यवाद। पक्कै पनि उहाँ नेता नभएर एउटा कलाकार हुनुहुन्थ्यो हामी माझमा। एउटा कलाकारले माइक समातेर गीत गाउने, तपाईहरुलाई मनोरञ्जन दिने मान्छे आज आएर राजनीति गर्नुपर्ने, माइक समातेर भाषण गर्ने परिस्थिति किन आयो? पक्कै पनि हामीले बुझेका छौं। हामीले शिक्षकहरूले कपी पेन समाएर विद्यार्थीलाई शिक्षा दिशा दिने बेलामा आज हाम्रो शिक्षकहरू
प्ले कार्ड समातेर सडकमा आउनुपर्ने बाध्यता कसले बनायो?